सामाजिक सुरक्षा कोष भन्ने त चाहिन्छ हैन, तर चिन्ता त अलिअलि भइहाल्छ। जुन हाम्रो यो बिमा छ नि, त्यसबाट चाहिँ एकदम राम्रो फाइदा भएको जस्तो मलाई लाग्छ हैन। अब यस्तो छ कि यो सामाजिक सुरक्षा कोष भनेको भन्दाखेरि चाहिँ अब जुन बेला के घटना हुन सक्छ भन्न सक्दैन हैन। जबकि यो एक्सिडेन्ट हुँदाखेरि चाहिँ त्यसमा चाहिँ एकदम राम्रो फाइदा हुँदो रहेछ कि त्यसमा केही नभए पनि तपाईको एमाउन्टहरु पैसाहरु त्यसबाट चाहिँ हामीले आउँदो रहेछ। त्यसबाट चाहिँ केही घटना भएकोहरुलाई आज मलाई पनि घटना भएको छ हैन, त्यसबाट चाहिँ मलाई नै पनि त्यसमा चाहिँ केही सहयोग पाएको छ यो सामाजिक सुरक्षा कोषबाट हैन। त्यही एउटा चाहिँ राम्रो हो भन्नुपर्छ। इन्स्योरेन्स जसै भयो नि त्यो हैन, सामाजिक सुरक्षा कोष त्यसबाट केही हामीलाई रकम उहाँबाट पनि उपलब्ध गराइदियो हैन, ताकि हामीले चाहिँ अब डकुमेन्टहरु त पेश गर्नै पर्छ हैन। हस्पिटल एडमिट देखि लिएर सबै डकुमेन्टहरु हामीले सबै पेश गर्नुपर्छ हैन। त्यो हिसाबले चाहिँ सामाजिक सुरक्षा कोषले केही राहत दिनु भयो भन्नु पर्यो। अहिले त सबैले थाहा छ नि सामाजिक सुरक्षा कोष के छ भनेर, त सबैले धेरै जसोले थाहा छ भन्नै पर्दैन। अब सजिलो भन्दाखेरि त अहिले पनि त सजिलै छ हैन, त्यति गाह्रो छैन हैन। अब चाहिँ मेरो विचारमा चाहिँ त्यति गाह्रो छैन, किनभने अब डकुमेन्टहरु बनाउनै पर्छ हैन। त्यो डकुमेन्ट नबनाइकन त उहाँले पनि त त्यसै त दिदैन नि रकमहरु हैन। उसको सब डकुमेन्ट हेरेर सब बनाउँदै हामी चाहिँ अब जुन अफिसमा बुझाउन जाँदाखेरि त्यहाँ पनि राम्रै छ, त्यति प्रब्लम छैन। बाहिर हामीले फोनबाट पनि कन्ट्याक्ट गरेर पनि सोध्न सकिन्छ, उहाँले उठाउँछ। सुझाव भन्दा यो सामाजिक सुरक्षा कोषले सबैले चाहिने हो हैन। यसलाई चाहिँ अलिकति प्रचार प्रसारमा बढी जोड दिनुपर्छ जस्तो लाग्छ।